फाइनली साथीहरू फेसबुकले कन्टेन्ट मोनिटाइज टुल्सहरू चाहिँ अपडेट गरिसकेको छ र कतिपय साथीहरूलाई थाहा हुन सक्छ र कतिपय साथीहरूलाई थाहा नहुन सक्छ। जस्तो कि तपाईँहरूलाई थाहा नै छ, केही समय अघि चाहिँ फेसबुक मेटाले सबै टुल्सहरूलाई चाहिँ हटाएको थियो र अहिले फेरि फेसबुकले नयाँ अपडेटहरू लिएर आइसकेको छ। जस्तो कि अब हामीले हाम्रो आइडीलाई मोनिटाइज गराउनु पर्यो भने त्यो टुल्सहरूलाई चाहिँ पुरा गर्नुपर्ने हुनेछ र के लिएर आएको छ भन्ने कुराहरू चाहिँ तपाईँहरूलाई म स्क्रिनमा देखाउनेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला र मन परे साथीहरूमा सेयर गरिदिनु होला है त। अब हामी जाउँ स्क्रिनतिर। फेसबुक ओपन गर्नुस्। फेसबुक ओपन भइसकेपछि प्रोफाइलमा जानुस्। प्रोफाइलमा गइसकेपछि पर्सनल ड्यासबोर्डमा क्लिक गर्नुस्। अनि त्यस पछाडि चाहिँ यस्तो खालको इन्टरफेस खुल्छ। अनि यहाँ माथितिर चाहिँ यसरी तान्नु होला। यहाँनिर चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ मोनिटाइज भनेर देखाएको छ। मोनिटाइजमा यसरी थिच्नु होला। मोनिटाइजमा थिचिसकेपछि हल्का माथितिर तान्नु होला। माथितिर तानिसकेपछि यहाँ तलतिर हेर्न सक्नुहुन्छ कन्टेन्ट मोनिटाइज भनेर दिएको छ। यहाँ चाहिँ यसरी फेरि थिच्नु होला। थिचिसकेपछि यस्तो खालको इन्टरफेस खुल्छ। यस्तो खालको इन्टरफेस खुलिसक्यो भने चाहिँ तपाईँले फेरि यहाँ छेउनिर यसरी थिच्नु होला। अब तपाईँले हेर्न सक्नुहुन्छ है त। यहाँनिर 6वटा क्रिएट एरियाहरू दिएको छ जसलाई हामीले पुरा गर्नुपर्ने हुन्छ अनि मात्र हाम्रो फेसबुक मोनिटाइज हुनेछ। जस्तो कि पहिलो नम्बरमा छ तपाईको उमेर 18 वर्षदेखि माथि हुनुपर्नेछ। अनि दोस्रो नम्बर तपाईँ बस्ने ठाउँ इलिजिबल कन्ट्री हुनुपर्नेछ। अनि तेस्रो नम्बरमा तपाईले फेसबुक खोलेको कम्तीमा पनि 30 दिन भइसकेको हुनुपर्नेछ है त। अनि चौथो नम्बरमा के छ भने चाहिँ 90 दिनभित्र तपाईले 3टा रिल चाहिँ पोस्ट गरेको हुनुपर्नेछ है त। त्यतिकै पनि धेरै नै गरिन्छ हैन। 3टा मात्र त किन होला, धेरै नै गरिन्छ। फेरि पनि यसको भनाइ चाहिँ 90 दिनभित्र चाहिँ 3टा पोस्ट चाहिँ 3टा रिल चाहिँ पोस्ट गरेको हुनुपर्नेछ भनेर भनेछ है त। अनि लास्ट एकदमै इम्पोर्टेन्ट भने चाहिँ के छ भने चाहिँ साथीहरू यो फेसबुकले पहिले चाहिँ 5000 फलोवर्स भइसकेपछि चाहिँ मोनिटाइज दिन्थ्यो भने चाहिँ अहिले चाहिँ 5000 लाई बढाएर 10000 गरिदिएको छ है त। यो चाहिँ एकदमै गाह्रो पर्ने कुरा चाहिँ यहाँनिर छ है त। 10000 चाहिँ तपाईको फलोवर्स हुनुपर्नेछ है त। अनि त्यसैगरी तपाईको लास्ट भनेको चाहिँ तपाईको भ्युज भनेको चाहिँ 150 भनेको चाहिँ 1,50,000 चाहिँ तपाईको 28 दिनभित्र भ्यू चाहिँ हुनुपर्ने हुन्छ है त। अनि यो 6वटा क्रिएट एरियाहरू चाहिँ हामीले पुरा गरेछौँ भने चाहिँ हाम्रो फेसबुक मोनिटाइज अवश्य पनि र पक्कै पनि हुनेछ। धन्यवाद।